अब चाहिँ यहाँ बाबा छोराको बेड भएको छ ल म आइसकेको छु ड्युटी सकेर छोरो यसरी आउने बित्तिकै यत्तिको टालिन्छ कि बाफे जुका टाले भन्दा धेरै टालिन्छ यसले बाबा मामु चाहिँ बिमारी हुनुहुन्छ मामु बिमारी हुनुहुन्छ त्यही भएर एकदम उहाँको अनुहार हेर्नु नि अनुहार कस्तो भएको छ अनुहार मेरो छोरा चाहिँ जुक्का भन्दा कडा टालिन्छ है मसँग सिटामल खायो भने टाउको ठिक हुन्छ ल मम्मीको पनि एक दुई शब्द जवाफ न त ल मामु के छ तिम्रो स्वास्थ्य स्थिति खोइ यता भन न गाइजहरूलाई एकखेप मेरो बुढीको पनि स्वास्थ्य स्थिति बताइदिउँ न के छ तिम्रो स्वास्थ्य स्थिति अहिले बुढी बोल्न सक्ने अवस्थामा नभएर हो कि अल्छी लागेर हो कि के भएर हो बुढी बोली नै बुढीको साथै फेरि मेरो छोरो चाहिँ ओभर बोलिदिन्छ है के छ छोरो यो खोल्नु हुँदैन यो मम्मीले अहिले माम खाएर मात्रै खाने हो यो बुझ्यो